फ्यान्सी पर्सन नि रहेछ दसैँ सब्जी त हालिदिनु त के छ विचार हामी यति बेला मुस्ताङमा छौँ जमसङ चाहिँ रातितिर आएको थियौँ अनि चिया खाएर घुम्न निस्केछौँ अब नाइट भ्यू देखाउँछ भने हामीले जमसङ बजारको योवाला लाइट पनि योवाला लाइट चाहिँ पहिला थिएन नयाँ भर्खर हालेको लाइट हो तिमी पहिला आएको थियो आएको थिएँ नि म 5 चोटि आइसकेँ यहाँ च्याउहरू बेच्न राख्नु भएको छ च्याउको सिक्टीहरू पनि छ के हो यो च्याउको सिक्टी ड्राइड एप्पल ड्राई एप्पल फ्यान्सी पर्सन नि रहेछ दसैँ सब्जी त हालिदिनु त के छ विचार हुन्छ भइहाल्छ नि यो चाहिँ जोमसङको एयरपोर्ट हो यो चाहिँ बजारको एकदम नजिक छ यहाँ बजारमा आउनलाई एकदम सजिलो केही साधनहरू चाहिँदैन एकदम नजिकै छ कतिको जाडो भइरहेछ त जाडो एकदम बेलुकी एकदम हावा लगाइरहेछ चिसो हावा लगाइरहेछ त्यो कारणले गर्दाखेरि चाहिँ अलिक जाडो छ लागिरहेको छ यस्तो चिसो छ एकदम जाडो छ यति बेला जोमसङ बजारमा छौँ एकदम जाडो छ यहाँ चिसो हावाहरू शीतल छ गर्मी मौसममा बसेकालाई आनन्द आइरहेछ कस्तो लागिरहेछ मलाई एकदम रमाइलो लागिरहेछ यो सबै एरियामा होटल मात्र छ एकदम धेरै चाहिँ होटलको मात्रा चाहिँ एकदम धेरै नै छ यहाँ धेरै जसो पर्यटकहरू विभिन्न देशबाट